तो सर धेरै धेरै स्वागत छ। नमस्कार। नमस्कार। यो हाम्रो फर्मा टक चाहिँ बेसिकल्ली फर्मा इन्डस्ट्रीको बारेमा कुरा गर्ने, फर्मा उत्पादन, यसको बजार, यसका विविध पक्षमा हामी कुरा गर्छौँ र यसको श्रृङ्खलामा मैले आज यहाँलाई यहाँ स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ। तपाईँ फार्मास्युटिकल प्रोड्युसर्स एसोसिएसनको पनि तपाईँ उपाध्यक्ष पनि हुनुहुन्छ, एप्पोनको औषधि उत्पादक सङ्घको एउटा फर्मा उद्यमी पनि हुनुहुन्छ तपाईँ। फार्मास्युटिकल सेक्टरको तपाईँलाई प्राविधिक र व्यवस्थापकीय नीतिगत ज्ञानहरू पनि छ। त्यो भएको कारणले आजको कुराकानीमा हामी यी सबै विषयहरूमा प्रवेश गर्नेछौँ। त्यसको सुरुवातमा चाहिँ तपाईँ आफ्नै फार्मास्युटिकल सेक्टरमा तपाईँको प्रवेश, तपाईँ कसरी यो क्षेत्रमा आउनुभयो र आज चाहिँ एप्पोनको उपाध्यक्षसम्म बनिरहँदाखेरिमा तपाईँको त्यो यात्राको दौडानका बारेमा अलिकति भनिदिनुहोस्, त्यसपछि हामी बिस्तारै विषयमा जाउँला। यस्तो अब हामी त काठमाडौँभन्दा बाहिरका मान्छे, काठमाडौँ आउने क्रममा काठमाडौँ आइसकेपछि काम गर्नुपर्छ, यतिकै किन बस्ने भन्ने सिलसिलामा मलाई कसैले जागिर लगाइदिने सिलसिला, कहीँ लगाएर एक ठाउँमा जागिर लगाइदिए। त्यो जागिर लगाउने क्रममा मैले पहिलोचोटि औषधिको त्यति ठुलो गोदाम देखेको थिएँ, यहाँ स्थान ठाउँ देखेको थिएँ एज अ डिस्ट्रिब्युटर कहीँ। त्यहाँबाट मैले आफ्नो औषधि सम्बन्धी जानकारी, औषधि सम्बन्धी मार्केटिङ गर्ने शैली, यावत चिजहरू मलाई त्यही ठाउँले नै सिकाएको हो। मैले लगभग म पढ्ने क्रममै थिएँ, म भर्खरै ब्याचलर त्रिचन्द्र भर्ना भएको समय थियो, +2 सकाएर सर्लाहीबाट काठमाडौँ आउने क्रममा। अनि त्यही पढ्ने सिलसिलामा काम पनि सुरु गरियो। त्यसको बेनिफिट चाहिँ के हो भने पढ्दै गर्दाखेरि काम पनि सिक्दै सिक्दै गइयो र 3 वर्ष त्यहाँ काम गरिसकेर केही जानकारी प्राप्त गरिसकेपछि केही देखेपछि बजारमा हिँडेका एमआरहरू देख्दाखेरि चाहिँ आफूलाई पनि एमआर भन्ने रहर लाग्यो। किनकि अब जे भने सुटेड बुटेड भएर होइन, जानी पनि कहाँ हुँदैन, डक्टरलाई गएर भेट्ने होइन, डक्टरहरू पनि सुटेड बुटेड भएर बसेका हुने, त्यो चिज देख्दा रमाइलो लाग्यो। मलाई पनि जाउँ लाग्यो र मैले त्यसै क्रममा केही नेपाली फर्मा इन्डस्ट्रीहरूमा इन्टरभ्यू दिने मौका पाएँ। त्यसै सिलसिलामा मलाई एउटा कम्पनीले चाहिँ पहिलो अपर्च्युनिटी दिइदियो र त्यस कम्पनीमा मैले लगभग 1.5 वर्ष जति काम गरिसकेपछि म फेरि एउटा इन्डियन बेस कम्पनीमा जस्ट केही समयको लागि गएको जस्तो मात्रै भयो। त्यसपछि म लोमस फार्मास्युटिकलमा आएँ र लोमसमा पनि मैले लामो समय काम गरेँ। अनि त्यही लोमसमै काम गर्ने सिलसिलामा एउटा साथीको अर्को एउटा समूह भन्यो, जुन समूहले के भन्यो भने औषधि इम्पोर्ट गरौँ न साथी, अलिअलि मिलेर गरेर हेरौँ भन्यो। ल त मिलेर गरौँ भन्ने क्रममा एउटा फेरि 4जना 5जना साथीको समूह मिलेर फेरि औषधि इम्पोर्ट पनि सुरु गरेँ र लोमस फार्मास्युटिकल छोडेर मैले औषधिको एज अ म्यानेजरको रूपमा काठमाडौँबाट पश्चिम एरिया चाहिँ मैले मार्केटिङ हेर्न थालेँ। त्यहाँ पनि 2 वर्ष जति गर्ने सिलसिलामा म यो आदि रेमेडिजको जग मैले मेडिकल रेप हुँदाखेरि सुरुवात गरिसकेको थिएँ। अनि त्यसपछि यतातिर अब सिभिल सुरु गर्ने बेला भयो, अनि मैले नि भने ल म अब यो छेडेर म पनि सिभिल सघाउँछु, अनि मात्रै तपाईँहरू आफू हेर्नुहोस् भने मैले इम्पोर्ट पनि साथीहरूलाई नि उहाँहरूले हेरिरहनु भएको छ। अहिले पनि सामान्य के अरे 2टा कम्पनी मात्रै हो, धेरै ठुलो ऊ पनि होइन। अनि यतातिर इन्डस्ट्री त्यसपछि सुरुवात भएको हो। यो आजभन्दा लगभग तपाईँलाई 11 वर्ष अगाडि मैले सुरुवात गरेको हुँ। आदि रेमेडिज सुरु गर्नुभयो, तपाईँ पहिला बजार प्रबन्धक बन्नुभयो, त्यसपछि तपाईँ आयातकर्ता बन्नुभयो, त्यसपछि उद्यमी उद्योगकर्ता बन्ने पनि भन्दिनँ, आयात बन्नु भन्न अगाडि नै उद्योगमै थिएँ। तर ठ्याक्कै मैले काम सुरु गरिसकेको थिइनँ। त्यो बिचको ग्याप टाइम चाहिँ मैले त्यो एज अ म्यानेजरको रूपमा चाहिँ मैले एउटा इम्पोर्ट गरेको कम्पनीको पश्चिम एरिया चाहिँ हेरेको थिएँ। मैले यो जोड्न खोजेको चाहिँ किन भनेदेखि तपाईँलाई, जस्तो धेरै मान्छेले के भन्नुहुन्छ भने नेपालमा चाहिँ उद्योग गर्नुभन्दा व्यापार गर्नु चाहिँ फाइदाजनक छ भन्ने गर्नुहुन्छ र त्यो तथ्याङ्कले पनि त्यही देखाएको छ। मान्छेहरूले उद्योगको रिस्क लिएका छैनन्। व्यापार गरिदिएपछि ल्याएपछि हाताहाती बिचमा नाफा आउने भयो। उद्योग भनेपछि त्यसका चाहिँ अन्य थुप्रै अब त्यसको क्यापिटल इन्भेस्टमेन्ट पनि ठुलो भयो, त्यसको रिटर्न अफ इन्भेस्टमेन्ट हुनलाई पनि टाइम लाग्ने, धेरै कुराहरू भएको कारणले मान्छेहरू चाहिँ उस्तै परेर उद्योग छोडेर व्यापारतिर लागेका छन्। तपाईँ चाहिँ व्यापार भन्दा उद्योगतिर चाहिँ तपाईँ केन्द्रित हुनुपर्ने कुनै खास कारण केही थियो? यस्तो थियो, कस्तो रहर भयो, कस्तो खालको इच्छा थियो त्यति बेला भने पढ्ने क्रममा पनि र तपाईँलाई काम गर्ने सिलसिलामा पनि मेरै आफ्नै नाम गरेको चिज बेच्न पाइन्छ कि, मेरै नाम भन्नको मतलब कस्तो भने मेरो प्रोडक्ट या मेरो नाम या मेरो कम्पनीको नाम, ताकि त्यो लामो समयसम्म बसिरहोस्, टिकिरहोस्। आफूले अहिले समय हुँदैखेरि या उमेर हुँदैखेरि या दिमाग चलिन्जेलसम्म या आफ्नो शरीर चलिन्जेलसम्म
कुनै चिज इस्टाब्लिस गरिदिन पाएदेखि त कालान्तरसम्म त्यो नाम त रहिरहन्छ भन्ने एउटा भोक चाहिँ थियो। त्यही भोकले नै मलाई उद्योगसम्म लिएर आएको हो। र यदि त्यस बेला नेपालमा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ एउटा कुनै मार्केटिङ गर्ने कम्पनीलाई यदि फार्मास्युटिकल कुनै पनि कम्पनीले म्यानुफ्याक्चरिङ गरिदिन्थ्यो भने सायद म पनि उद्योगमा नाम त मैले पाइहाल्थेँ भनेर रोकिन्थेँ कि भन्ने अहिले आएर चाहिँ सोध्छु फेरि। त्यति बेला होइन, त्यति बेला त्यस्तो खालको सोचे आएन। त्यति बेला खालि एउटै मात्रै के सोच्यो भने म आफ्नै उत्पादन गर्ने ठाउँ बनाउँछु र उद्योगै बनाउँछु र नाम चाहिँ कमसेकम चलाउँछु, एउटा समयसम्म चाहिँ चलाउँछु, र एउटा समयपछि जेनेरेसन ग्याप हुँदै जाँदाखेरि चाहिँ त्यो लामो समय जान्छ नि त भन्ने एउटा कन्सेप्ट त्यो थियो। अर्को कुरा के हो भने उद्योग भनेको चाहिँ पहिलेदेखि नै पनि एउटा सोच के हो भने जे भने हामी त गाउँघरबाटै आएको मान्छेहरूमा हौँ त किसानकै छोरा, हौँ त कुनै जागिरेकै छोरा, हौँ त कुनै राजनीतिकै छोराछोरी नै हौँ हामी, अरू त होइनौँ भन्दाखेरि किसान त हामीले देखेर आयौँ, खेतीपाती त देखेर आयौँ भने चाहिँ उत्पादन नै सबभन्दा सजिलो के अरे राम्रो माध्यम र उत्पादनबाट मात्र नाफा के अरे गर्न सकिन्छ भन्ने मनस्थितिबाट हाबी भएको मान्छे थिएँ म। अनि त्यो एउटा पनि कारण थियो। अनि त्यसपछि त तपाईँलाई नामको पनि त्यो नाम भनेको मतलब मेरो व्यक्तिगत नाम होइन, आफ्नो प्रोडक्टको नाम, आफ्नो इन्डस्ट्रीको नाम चाहिँ रहिरहोस् र टिकिरहोस्। त्यो नाम बेचौँ न त नि, किन अर्काको नाम बेच्ने? यस्तो अर्काको लागि त मैले काम गरिहालेँ त नि, अर्काको नाम बेच्नलाई त म हिँडिहालेँ त नि, अरूको मार्केटिङ त मैले गरिहालेँ भने त म मेरो गर्छु नि त भन्ने एउटा भोकले चाहिँ इन्डस्ट्री आएको। तपाईँले इन्डस्ट्री आइसकेपछि आजको दिनमा चाहिँ बरु त्यो बेला कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङको सुविधा थियो भने म आफ्नै उद्योग लगाउने जटिलता वा त्यो झन्झट गर्थिनँ कि भन्ने जस्तो कुरा पनि आयो। त्यो भनेको अहिले किन त्यो रियलाइज? त्यो कारण कस्तो भयो भने मैले देखेको अनुसार होइन, मैले थाहा पाएँ अनुसार म 2060 सालदेखि नै सायद म औषधिमा छु। 2060 साल ठ्याक्क वैशाखको अन्तिमदेखि म छु। अहिले ठ्याक्क तपाईँलाई 82 वैशाख आउँदैछ भनेपछि यो यति समय हो मेरो, मैले दुःख गरेको समय भनौँ। यो समय यति नै दुःख यदि मैले अन्य कुनै विकसित देशमा स्वयं छिमेकी मुलुकमा गरेको भएदेखि मेरो सिचुएसन कस्तो हुन्थ्यो। र आज यो देशमा कुनै मान्छेले 20-25 वर्ष समय कुनै पेसामा दिन्छ या ठाउँमा दिन्छ, मेहनत गर्छ, दुःख गर्छ भने त्यो मान्छेले पाउँछ त के भन्दाखेरि कालाबजारी, नाफाखोरी। यसको लागि दुःख गरे हो त भन्नको लागि माफिया। यसको लागि चाहिँ नेपालमा उद्योग लगाउनु जति पाप केही पनि होइन। यो राज्यको संयन्त्रसँग जोडिएर हेर्ने हो भने नेपालमा उद्योग लगाउनु भनेको तपाईँको पुर्खाले यदि कुनै पाप गरेको छ भने त्यो पापको सजाय चाहिँ तपाईँले उद्योगबाट पाउनुहुन्छ। यो कन्सेप्ट चाहिँ हो। के चिजले तपाईँलाई यति ठुलो निष्कर्ष निकाल्नलाई तपाईँलाई यो पीडा केले दियो भन्नुहोस् त? अब तपाईँ सरस्वती हेर्नु न, अब अघि इम्पोर्टको हामीले कुरा गऱ्यौँ। एउटा इम्पोर्ट कुनै मान्छेले 50वटा प्रोडक्ट इम्पोर्ट गर्छ कुनै इन्डस्ट्रीको भने उनीहरूले पनि इन्डस्ट्रीकै सामान लिएर आउने हो नि त। कम्पनीको सामान कुनै इन्डस्ट्रीले बनाइन्छ, उनीहरूले इम्पोर्ट गरेर लिएर नेपालमा मार्केटिङ गर्ने हुन् भनेपछि उसको कस्ट हिसाब गर्नुहोस्। उसले लिएर आउने फिनिस प्रोडक्टमा पनि राज्यले लगाउने कर एउटै हो, 1 देखि 5%। हामीले लिएर आउने र मेटेरियलको पनि हेर्नुहुन्छ भने 1 देखि 5%। जबकि हाम्रो र मेटेरियलमा 10% र मेटेरियलमा आज पनि भ्याट लाग्छ। 0मा पनि भ्याट लाग्छ, 1मा पनि भ्याट लाग्छ, 5मा पनि भ्याट लाग्छ, 6मा पनि भ्याट लाग्छ। तर औषधिमा अरू फिनिस प्रोडक्टमा लाग्दैन। ओके, भनेपछि आजको डेटमा हामीले जति इम्पोर्ट गर्छौँ सरकारले भन्छ तपाईँलाई सब्सिडी दिएको छैन भन्न मिल्दैन। तर 90%मा 10% र मेटेरियलमा चाहिँ आजको डेटमा पनि हामीले ठुलो कस्ट पे गर्नुपर्छ। लगभग हिसाब गर्नुहुन्छ भने मैले 1 लाख रुपियाँको यदि र मेटेरियल किन्छु यदि भने 10,000 रुपियाँमा चाहिँ मैले जुन ट्याक्स बुझाउँछु नि त्यो 90मा पाएको भन्दा बढी हुन्छ कि पहिले। त्यसपछि प्रडक्सनको फेजमा जाँदा पनि त फेरि लेबलिङ दिनु सबै चिजमा ट्याक्सै ट्याक्स छ। तपाईँलाई इन्ट्रीदेखि नै सुरुवात हुन्छ। त्यसपछि आयो तपाईँलाई अब एउटा उद्योग भनौँ, मैले त भन्नु खोजेँ 50वटा उद्योग प्रोडक्ट लिएर आउने एउटा कम्पनीले 20-25 जना अफिस चलाउने मान्छे र मार्केटिङ गर्ने मान्छेबाट उसले 30 करोडको टर्नओभर गर्छ भने उसले राज्यलाई तिर्ने कर त्यही भन्सारमा तिरेको कर र उसको अपरेसनबाट आएको कर मात्र तिर्नु त हो नि। उसले रोजगार कतिलाई दिन्छ त भन्दा जम्मा 24 देखि 25 जना मान्छेलाई ऊ आफू सहित गरेर फेरि। तर एउटा उद्योग जसले 30 करोडको टर्नओभर गर्छ भने 150 देखि 200 जना त उसको फ्याक्ट्रीमा काम गर्छन् भने बजारमा काम बनेर अफिसमा काम बने गरेर उसको 200 जना मान्छेलाई प्रत्यक्ष रोजगार दिने हो, अप्रत्यक्ष पनि होइन। अब 25 जना र 200 जनाको ग्याप पनि त हेर्नु पर्यो नि त। इन्भेस्टमेन्ट हेर्नुहोस् त, हामीले उत्पादन गर्ने कुनै औषधिको मूल्य र आयात गर्ने औषधिको मूल्य उनीहरूको सस्तो छ भन्ने उत्पादन किन गर्ने? अनि उत्पादन गरेर
बाबुआमाले नगरेको पाप हजुरबाबु हजुरआमाले नगरेको पापको भागीदार चाहिँ किन भन्ने